हाम्रो चाहिँ 1 वर्षपछि आउँदैछ एउटा भ्लग। र आज न्यू इयर 2026 1 महिना 1 गतेको दिन हामीहरू अर्को नयाँ एकदम लङ भ्लग चल्दैछ। आज हाम्रो एकजना साथी आउँदैछ फेरि यतापट्टि, अब्दुल सलाम हाम्रो दाइ। भर्खरै 3 जना भयो होइन। अब यसपछि अरू 7 जनालाई हामी यहाँबाट पिकअप गर्दै जान्छौँ। कता झक्कले धुनुपर्छ दाइ। अब छिटो छिटो ढिलो हुन्छ। हाम्रो केटाहरू सबैजना ग्रुप भेट भइसकेर पनि अब अलिअलि बिच बाटोमा भोक लाग्छ भने यसरी किन्दैछन्। म एउटा कफी खान्छु। कफी मात्रै। केटाहरू मस्त किनेर निस्किँदैछौँ हामीहरू। हाम्रो विशेष गरी हाम्रो नाको हाम्रो यो धेरै लगभग 6 महिना अगाडिको प्लान हो। 6 महिना अगाडिको प्लान आज गएर हाम्रो 2026 मा गएर पहिलो दिन सक्सेस हुँदैछ भाइहरू। ल ल ल ड्राइभर कता? ड्राइभर रेडी हो त ल। ल हाम्रो 5 जना ग्रुप चाहिँ यो गाडीमा बस्छन्, अरू 4 जना चाहिँ उपारिको गाडीमा बस्दैछन् चट्ट लाएर। यहाँबाट यो पानीको मौसममा पुरै पानी झरिरहेको छ, त्यही पनि हामी नाको जाने हो अगाडि बढिरहेको छौँ। ल यो हो म चाहिँ है। यो हो नि त समुद्र भने। ओहो फाइनली साथीहरू हामी कौरी बिच पुग्ने भयौँ। नेपालमै हुँदाखेरि यहाँ कस्तो रहर थियो आउने। ल यही छ कौरी बिच। ओहो दाइ यो हो नि त। के वारे नै रोक्नुहुन्छ हेर्दै? फाइनली हामी आउने भयो त कौरी बिच। है दाइ ओर्लिनु है। ढोका फेरि ढोका नखुलेर यता बिजोग छ हाम्रो। ल यता हाम्रो साथीहरू 5 चोटि आइपुगेका छौँ है। यही छ है। के यता पनि खुल्नु क्या हो दाइको? हाम्रो ड्राइभर ढोका पनि खुल्नु क्या हो दाजु? दाजु यहाँ पनि खुल्नु क्या? ल कोरीजीमा, कोरी आइल्यान्डमा आइपुगे साथीहरू। सन्तोष भाइ कता र त्यही हो कौरीजीमा। कौरीजीमा के छ कौरीजीमा जी? खोइ त हाम्रो यहाँको ड्राइभर कहाँ गयो? किन रक्सिया छन् क्या? यो चाहिँ कौरीजीमाको यो ठुलो लामो पुल, ओकिनावाको सबभन्दा लामो पुल है। यो किन सबभन्दा लामो यही हो। हो ल भाइहरू अवलोकन गर्दैछन्। तर के गर्ने, मौसमले साथ दिएन। मजाले ठुलो पानी परिरहेको छ। पानी पर्ने केही छैन। हामी घुम्दैछौँ, हिँड्दैछौँ, रमाइलो गर्दैछौँ। त्यहाँ गएर त्यहाँ 2 जना हाम्रो साथीहरू फोटो भिडियो खिच्दैछन्, टिकटक बनाउँदैछन्। नझर्ने रे झर्नी खानी पुरै झर्नी किन रे जाने होइन? पानी पानी त के गर्ने, यहाँ आउँदाखेरि कालो बादल छायो, पानी आयो।
कोरेजिमाको आजको न्यु इयर खासै राम्रो त भएन होइन रमाइलो गर्न गएको केटाहरू रमाइरहेको तल फोटो भिडियो पानी परेर रुच्दैछ है पानीले च्यालेन्ज गर्यो यो एकदम समुद्रको छेउमा सरर बतास हावा हानिरहेछ होइन माथिबाट पानी पर्दैछ यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो पुल भनेको ओकिनावाको सबैभन्दा लामो पुल धेरै रमाइलो रहेछ अब हामी यहाँ चाहिँ यो चाहिँ बल्ल भ्यू पोइन्ट भन्छ हामी यहाँबाट चाहिँ पारि जान्छ फेरि है अब यसरी जोडी आछन् पछाडि तपाईँहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड आउनु यसरी आउन सक्नुहुन्छ एकदम चिसो मौसममा अङ्गाल हालेर राम्रो छाता उडायो रुचाएन पानीले ल केटा कोरेजिमामा आएको पुरै पानी परेर भित्र गाडीभित्र यसरी थुन्निन परेछ है केटाहरू भित्र मोबाइल चलाएर बसिरहेछन् कोरेजिमामा तनाव भयो पुरै पानी चुत्रुक बनायो होइन एकछिन भित्र बसिरहेछौँ पानी बन्द भने हामी बाहिर जाने पल्लो गाडीमा अर्को हाम्रो ग्रुप छ मोबाइलमै व्यस्त भयो साथीहरू अब के गर्नु गाह्रो होइन दाइ बिजी भएको छैन अरू त हावामा म चाहिँ लास्ट डे भयो है हो ल अब्दुल चाहिँ बस्दाखेरि नि यहाँ आउन कस्तो रहर थियो फाइनली 2 वर्ष पछाडि आयो है ल कोरेजिमाको पुलमा हाम्रो साथीहरूले फोटो भिडियो बनाउँदैछन् हाम्रो जिके ढकाल सन्देश हाम्रो राम भट्टराईज्यू अनि हाम्रो राजकुमार भाइ यो कोरेजिमाको सबभन्दा लामो पुल हामीले गर्मीयाममा हो यहाँ आइसक्यो हामीले नेपालीहरू यहाँ आउनु होला किनकि यहाँ आइसक्यो हामीले स्विमिङ गर्न पनि मिल्छ आइल्यान्ड के भइरहेछ ल कुरी आइल्यान्डतिर ल केटाहरू यसरी रमाइलो गर्दैछन् फोटोहरू खिच्दैछन् पोज दिएर यो कुन चाहिँ पोज हो ओ दामी दामी ल अनि अनुहार नदेखाउ नि के हो यस्तो खिचौँ ल छिटो पानी पर्ला छिटो ल कोरेजिमाको यो पुल एकदमै रमणीय छ भर्खर मान्छेहरू आउँदैछन् हेर्दैछन् हाम्रो ग्रुपहरू पनि यसरी अब चिसो मौसममा शरीरहरू तताउँदै रमाइलो गर्दैछन् होइन यता फोटो खिच्दैछन् भिडियो खिच्दैछन् हाम्रो चाहिँ 1 वर्षपछि आउँदैछ एउटा भ्लग धेरै बढ्न आएको हामी नहिँडेको आज धेरै पछि हिँडेछ ल हिँड्दै घुम्दै पानी पर्यो होइन अब घुम्नलाई कसैले सक्दैन छाता उडेर आछन् अब अर्को ग्रुपहरू यसरी हेरेर बुढी आमा पनि प्लास्टिक ओढेर आउनु भएको छ बाजेहरू भर्खरको तरुणीहरू हाम्रो ग्रुपहरू यसरी अब घुम्दै पानी पर्यो फेरि गाडीतिर जान लाग्यो एकछिन ओतिनलाई यो चाहिँ कोरेजिमा भनेको नागोबाट अलिक पर गइसकेपछि एउटा सानो आइल्यान्ड रुगा लाग्ला जस्तो छ चिसो छ यस्तै पानी परिरहेछ त्यही पनि हामी घुम्दैछौँ हिँड्दैछौँ घुम्नलाई कसैले रमाउनलाई कसैले छेक्दैन क्या चाहना पर्यो छाता उडेर पनि हिँडेको छ नि फुचेल्ला हेर त यहाँ यसरी पनि हिँडिरहेछन् ल घुम्नलाई ल गाडीमा बस्नु थाले साथीहरू पानीले रुजायो भनेर पानी पर्दा यस्तो मौसममा पनि मान्छेहरू घुम्न आइरहेको छन् रोक्ने भनेको कुनै छैन क्या टुरिस्ट एरिया ल भाइहरू टन्न फोटो खिचेर आयो होइन कस्तो रमाइलो भइरहेछ उता कस्तो राम्रो भ्यू छ भाइ गएर हेर्नु यस्तो दामी छ हैन दाजु ल उता राम्रो भ्यू छ रे भाइहरूले हेरेर आए तर जुत्ता भिज्यो हैन जुत्ता चाहिँ भिजायो छालमा ट्याक्क लगाएर छालमा टेकेको हिँड्दै भोक लाग्यो भाइ खानु त खानु पर्यो नि भोक लाग्यो जापानको यही हो पान हान दिनभरि गएको हान रातभरि काम हान अनि अलिकति एउटा पान हान हो त्यही हो दिउँसो रातभरि उल्लुको जस्तो जाग्यो हैन ए भाइको मनिस्टर हो रक्सीको बाख्ना छ त मनिस्टरमा के हो
अब हामी चाहिँ कोरेजिमा आइल्यान्ड सकेर अब नजिकैको नाकोजिन भन्ने ठाउँमा चाहिँ एउटा कास्टल रहेछ, त्यहाँ जाने प्लान बनाउँछ साथीहरूले। आएको बेलामा चाहिँ किन नगर्ने भनेर होइन। अब जाने चाहिँ कहाँ हो त्यो प्लान हुँदैछ हाम्रो। के भाइ यो एउटा रक्सी त होइन ए तेरी तागत ल्याउनु लाग्यो। ल ल ल ल रातभरि काम हाने दिनभरि पान हाने अनि अहिले तागत ल्याउनु। भिडियो बनाउँदैछन् साथीहरू, फोटो खिच्दैछन्। अब हामी यहाँ कोरेजीमा सकेर कहाँ जाने रे? हामी चाहिँ अब एउटा माथि झर्ना जाने होइन। अब झर्ना नाम चाहिँ थाहा छैन, नाम चाहिँ अब थाहा भएन, त्यो चाहिँ नयाँ ठाउँ हो। झर्ना आकाशबाट नि झर्ना माथिबाट तलबाट जताततै झर्ने झर्ना छ है आज। ल अब्दुल भन न त कस्तो लागिरहेछ आज? यार दाइ म आज लास्ट एक खुसी भएको छु हेर्नु। के छ भाइ तिमीलाई कस्तो छ, कस्तो लागिरहेछ? लास्ट रमाइलो दाइ। भाइ रमाइलो गर्ने मान्छे नि रहेछ। तर आज झन् ग्रुपमा आएको धेरै रमाइलो भयो। ल ठिक छ, तपाईँ पनि धेरैचोटि आउनुभयो होइन? भाइहरूसँग आउँदा धेरै रमाइलो लाग्यो मलाई त। अब तपाईँहरूकन कहिकन यहाँ आउने मन लागेको छ भने तपाईँहरू आए, यहाँ एकदम रमाइलो छ। अब यहाँ एकदम फोटोसोटा खिचे, कुल पनि छ। अब यदि तपाईँहरू कोही पश्चिमका छ भने, पश्चिमतिरका छ भने आए यहाँ अर्को झिकै रमाइलोमा देखाउँला। तपाईँहरू यो भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। धन्यवाद। ल धन्यवाद। यो भाषा बुझ्नुलाई मिस पविलाई बोलाउनु पर्छ अब। मिस पविलाई अब घुमाउनु पर्यो, गाडी यसो मोड्नु पर्यो। अब तोरो राख। हाम्रो त केही छैन हो दाजु, मेन क्वेसन के अरू? हामीहरू अब यसो चट्नी भयो, लाग्ने भयो उता नागोतिर फेरि। हामी कोरेजीमाबाट अब फर्किँदैछौँ। यो किनाको सबभन्दा लामो पुल होइन, एकदम मौसम पनि बिस्तारै फार्दै गएको थियो। ड्राइभरजी अब्दुल हेर्दैछ बाहिर, एकदम हेर्दैछु जिके सन्देश खोइ। ल ल ल केटा कोरेजीमा हो त्यो हाम्रो झर्ना हेर्ने भनेको छ। कता जाने अब थाहा छैन, फेरि झर्ना त हो। मौसम त राम्रो भइरहेको थियो, तर अब यहाँबाट झर्नामा जाँदाखेरि फेरि पानी पर्छ कि जस्तो छ। लेट्स मुभ। ल के अरे तोदोरोकी फल नागोको हामी पल्लो टुप्पामा आइसक्यौँ। फेरि ताताकी होइन, तोदोरोकी। ताताकी त अर्को हो, पौडी खेल्न हो। तोदोरोकी गाडी पार्किङ गर्यो, बन्द छ भन्दैछ हाम्रो गुरुजीले। 70-80जना छौँ रे, झुट नबोलाउनु भाइ यार। 70-80जना छौँ घुम्न आएको भने झुट बोलिरहेको भाइले। ल यो चाहिँ तोदोरोकी फल नागोको एकदम यो टनेल भन्दा छेउमा एकदम नागो नपुग्दैछ। धेरै रमाइलो ठाउँ। तोदोरोकी फल पार्क इज क्लोज रे तेरो बाजे। सकेला गाडीमा बस्दा बस्दै। तारिकसम्म बन्द रहेछ क्या? फोटो खिच्दैछन् ह्यान्डसम ह्यान्डसम भाइहरूले फोटो खिच्छन्, अनि हामी चाहिँ हेरे है। आई के मासु?勝手に言ってもいいんですか? यो हो यो यसको कुरा लाग्न हुन्न। यो त यति घुस्यो। सबुत राख्न भन्दै सबुत राख्न यसले पठायो भन्ने। आइते मी देश ने दोकोमा देखे मासु दोकोमा देखे मासु काची दोकोमा दाइजुको ओ सुगोइ ने खाइखेयो यो सोल्टीले जाम भन्छ, रमाउ चाहिँ रमाइलो गर्छ, झ्याप भएर आछ। कति टाढोसम्म छ भन त? सर घुमेर आउनु। ल हाम्रो तोदोरोकी फलमा होइन, बिना आज बन्द भनिरहेको छ, त्यही पनि हामी घुम्न निस्क्यौँ भित्र। के हुने थाहा छैन, कहाँसम्म पुग्ने हो। साथीहरू एउटा ग्रुप पछाडि चाहिँ हामी 9जना छौँ, 4जना पछाडि 5जना। केटाकेटाहरू कस्तो लागिरहेछ, कस्तो भइरहेछ? पानी त आइरहेको छैन, गाडीमा बस्दाखेरि पानी परेको छैन। जब हामी घुम्नको लागि निस्किरहेको छौँ होइन, त्यतिखेर पानी परिरहेको। ल ठिक छ। कता झर्ना कता झरिरहेछ हेरौँ गएर।
ओहो तर जाडो छ अलिकति मौसम। खोइ झर्ना देखेन त हौ कता झर्ना हो झर्ना अब टिकट लाग्ने रहेछ हामी चाहिँ फर्स्ट टाइम आएको बन्द रहेछ त्यही पनि अब यसो भित्र छिरेर ल धेरै बेर नबस्ने भनेर फर्किने कुरो भयो अब चाहिँ बान्छ हामीलाई अब यहाँ यो पनि घुम्नै आएको हो यो ल ल ल अब तोदोरोकी फलबाट घुमेर हामी सर्लक्क जाँदैछौँ सोल्टी नि घुम्न आएर रहेछ होइन यो सोल्टी पनि हेर्दैछ उसले पनि रमाइलो गर्ने विचार सोचमा छ रमाइलो भइरहेछ 2026 को फर्स्ट दिन पानी परिरहेछ 9 जना ग्रुपहरू हामी पहिला चाहिँ कोरेजीमा आइल्यान्ड कोरेजीमा गएर थाहा छैन भाइले अवलोकन गर्दैछ एकदम आरिगातो गोजाइमासु खामसाङदा भन्छ के अहिले त यो भनेको यहाँ कराते यो कराते पनि सिकाउने रस्तीकोबाट रहेछ यो चाहिँ 1961 को फोटो हैन कस्तो कस्तो कहिले देखेका हुन् एकदम हाम्रो पनि यहाँ सायद खोलेको हाम्रो नि फोटो हुन्थ्यो होला ठुलो आजकल सुक्यो होला बर्खामा यस्तो हुन्छ होला सायद है म सायद बर्खामा चाहिँ हुने रहेछ एकदम के हो त अरु गाडी नै आउँदैछन् त्यहाँ के छ भाइ कस्तो भयो बवाल रमाइलो बोलाउनु बोलाउ तिम्रो बाबु आयो त फिर दौडौ बाबु बाबु आयो बिना टिकटमा छिरेको केटाहरू दामै भन्दा गइसक्यो केटाहरू छोरा हरायो भने त कता भित्र छिरे भन्दा भाइ मजा आयो नि त ल हैन अघि आएर हेरेर गइसक्यो दामी दामी भन्दा नि चोरी मार दामी हुँदैन आएपछि होइन के भयो नि दाइ हाम्रो सबै